रोमेनियामा जतिजना साथीहरू नेपालबाट अब किचन हेल्परमा आउनुहुन्छ नि, कटिङ मेन भनेको कटिङ थाहा हुनु पऱ्यो। भेजिटेबल कटिङ, जुलियन, डाइस, फिङ्गर, फाइन चप, कटिङ थाहा हुनु पऱ्यो है त। भरपर्दो मेन पावर हुनु पऱ्यो तपाईँको है। तपाईँको त्यो तपाईँले एप्लाई गरेको मेन पावर चाहिँ तपाईँको साथीहरू गएको हुनु पऱ्यो। ढुक्कै हुन्छ नि त, तपाईँले टेन्सन हुँदैन। तपाईँहरू अब नयाँ भनेर आउनुहुन्छ कि 70-80 हज़ार सेलरी होइन, 70-80 हज़ार सेलेरीमा ओके गरेर आउनुहुन्छ। यहाँ आएपछि 70-80 हज़ार सेलरी पाउनुहुन्छ तपाईँले नयाँमा, र काम चाहिँ तपाईँलाई धेरै भयो जस्ता मान्छेलाई जति कमाइने पुग्दैन भन्छ नि, यही हो क्या। अब 70-80 कमाइसकेपछि तपाईँ भन्नुहुन्छ कि रोमेनिया राम्रो छैन, नआउनु, यहाँ राम्रो छैन, एकदम बिजोग छ, गाह्रो छ भन्नुहुन्छ है। रोमेनिया चाहिँ आउनु किन, नेपालमा बसेर काम छैन हजुर, धेरैमा सेलेरी खाए 20, 25, 30 है त। लासो फ्याफुल्ला, म जितु लामा, वेलकम छ तपाईँहरूलाई मेरो न्यू डे न्यू भिडियोमा। सो म चाहिँ युट्युब च्यानलको भिडियो धेरै महिनापछि फेरि बनाउन गइरहेको छु। म चाहिँ प्रायः जस्तो अब टिकटकमा भिडियो बनाउँथ्यो र टिकटकमा मेरो धेरैजना साथीहरूले मेरो भिडियो मन पराउनु भएको थियो। थ्याङ्क यू सो मच। र तपाईँहरू नयाँ साथीहरू हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है। र आजको यो भिडियो चाहिँ म रोमेनियाको बारेमा केही जानकारी मूलक भिडियो बनाउन गइरहेको छु। र जतिजना साथीहरू नेपालबाट रोमेनिया आउँदै हुनुहुन्छ, प्राय अहिले नेपालदेखि रोमेनिया आउने साथीहरू धेरै बढेको छ, धेरैभन्दा धेरै है, खाडी मुलुकभन्दा धेरै। जतिजना साथीहरू पहिला साउदी, दुबई, कतार, मलेसिया जानुहुन्थ्यो, त्यो सबै साथीहरू अहिले रोमेनिया आउँदै हुनुहुन्छ। सो अहिले रोमेनिया स्याङ्जन भइसकेपछि मेन पावरहरूले धेरै लगानी लिन लागेको छ। म्याक्सिमम 7 लाख, 8 लाख, 9 लाख, 10 लाख हेरी है। अब तपाईँहरूले धेरै नदिनु होला। अब रोमेनिया आउँदै हुनुहुन्छ भने त्यही हो, सकेसम्म भरपर्दो मेन पावर हुनु पऱ्यो तपाईँको है। तपाईँको त्यो तपाईँले एप्लाई गरेको मेन पावर चाहिँ तपाईँको साथीहरू गएको हुनु पऱ्यो। ढुक्कै हुन्छ नि त, तपाईँले टेन्सन हुँदैन होइन। त्यही हो, तपाईँहरू आरामले एप्लाई गर्न सक्नुहुन्छ। भोलि केही भइहाल्यो भने मेन पावर समाउन पनि सजिलो हुन्छ होइन। त्यही हो। र जतिजना साथीहरू नेपालदेखि रोमेनिया आउँदै हुनुहुन्छ, अहिले लागत पनि धेरै छ र सेलरी चाहिँ धेरै छैन है। सेलरी स्याङ्जन भयो भन्दैमा मेन पावरमा लगानी धेरै लाग्यो भन्दैमा सेलरी चाहिँ धेरै छैन। त्यही हो, 70-80 हज़ार रोमेनियामा है त। तपाईँले कन्ट्र्याक्ट त धेरैमा गर्नुहुन्छ, 4 हज़ार, ल सेलरीको कुरा गरौँ, 4 हज़ारमा कन्ट्र्याक्ट गर्नुहुन्छ, तपाईँले भने जस्तो सेलरी पाउनुहुन्न। नेपालमा कन्ट्र्याक्ट एउटा गर्नुहुन्छ, यहाँ आएर पनि कन्ट्याक्ट गर्ने हो धेरैमा, तर कम्पनीले तपाईँको फुडको होइन, रुमको सबै पैसा काटेर चाहिँ तपाईँले सेलरी कम पाउनुहुन्छ। ल 70-80 हज़ार चाहिँ कहीँ जाँदैन नयाँमा। फेरि अब साथीहरूले भन्नुहुन्छ कि लगानी अनुसार सेलरी छैन होइन। सेलरी बेसीकै त्यही हो, तपाईँहरू त्यतिमै सेलरी ओके गरेर आउनुहुन्छ। यहाँ आएर फेरि सेलरी राम्रो छैन, काम धेरै छ भन्नुहुन्छ। सबै चिज बिस्तारै ठिक हुने हो। अब यहाँ आएपछि, अब काम सिकेपछि, आफ्नो खुट्टामा उभिसकेपछि सेलरी बढ्छ बिस्तारै होइन। अब राम्रो एक्सपिरियन्स हुँदै गएपछि तपाईँहरूको 1 लाख सेलरी कहीँ पनि जाँदैन। र रोमेनियामा जतिजना साथीहरू नेपालबाट अब किचन हेल्परमा आउनुहुन्छ नि, किचन हेल्परमा, कुक हेल्परमा जतिजना साथीहरू आउनुहुन्छ, नयाँ साथीहरू किचनमा नआउनु होला, अलिकति गाह्रो हुन्छ आफूलाई पनि अगाडि बढ्नलाई। र त्यही हो, अलिकति एक्सपिरियन्स भएको साथीहरू चाहिँ अब किचनमा आयो भने राम्रो होइन। कटिङ मेन भनेको कटिङ थाहा हुनु पऱ्यो। भेजिटेबल कटिङ, जुलियन, डाइस, फिङ्गर, फाइन चप, कटिङ थाहा हुनु पऱ्यो है त। कटिङ गर्न जानेन भने होटल लाइनमा आएको फाइदा नै हुँदैन, धेरै गाह्रो हुन्छ। र अलिअलि इङ्ग्लिस त बोल्नु परेको, यहाँ प्रायः अब इङ्ग्लिस बोल्दैन होइन, कोही मान्छेले बोल्ने हो, यहाँको लोकल भाषा बोल्नुहुन्छ। र त्यही हो, नेपालमा तपाईँ चाइनिज, इन्डियन, तन्दुरी गरेको मान्छेले अब यहाँ अलिकति गाह्रो नै हुन्छ होइन। म पनि पहिला इन्डियामा चाइनिजमा काम गरेको, हाम्रो अब अर्थै हुँदैन यहाँ आएर सबै अब कन्टिनेन्टल स्टाइल हुन्छ है। कन्टिनेन्टल फुड नेपालमै सिक्यो भने केही न केही पास्ताहरूको नामको नलेज, अनि पास्ताहरूको ससको नलेज थाहा भएको हुन्छ, ग्रिल आइटमहरू, केही स्नेचल आइटमहरू होइन। त्यो चाहिँ थाहा हुने साथीहरूले चाहिँ अलिकति काम छिटो गर्न सक्छ, आफू अगाडि बढ्नको लागि सजिलो हुन्छ है। र नेपालदेखि तपाईँ रोमेनियामा आउँदै हुनुहुन्छ कुक हेल्पर भनेर, यहाँ कुक हेल्परमै तपाईँ अब कुक मात्रै गर्ने भन्ने पनि छैन। जस्तै तपाईँको मालिकको एउटा होटल छ होइन, त्यो होटलमा अब यहाँ 8 महिना जाडो, 4 महिना गर्मी हुन्छ, सिजन अफ सिजन भनौँ होइन।
अफ सिजन 8 महिना हुन्छ, 8 महिना होटलै चल्दैन, जाडो हुन्छ, बाहिरी गार्डनहरू चल्दैन, भित्र रुम मात्रै चल्ने हो, रेस्टुरेन्ट चल्ने हो है। अब सिटी छ भने राम्रै चल्छ। र तपाईँ कुकमा आएको मान्छे कुक मात्रै गर्नुपर्छ भन्ने होइन, किचनमा सबै यहाँ त एक्जस्ट फ्यानहरू धुनुपर्ने, किचन सफा गर्नुपर्ने, आफ्नो किचनमा युज गर्ने भाँडाहरू सबै आफैले धुनुपर्ने हुन्छ यहाँ चाहिँ। र तपाईँको अब रेस्टुरेन्ट त्यति बिजी छैन, बाहिर तपाईँको रेस्टुरेन्ट वरिपरि गार्डन छ, गार्डन पनि गोडमेल गर्नुपर्ने हुन्छ, फुलहरू रोप्नुपर्ने, फुलहरूको रुखहरू पनि काट्नुपर्ने हुन्छ होइन, त्यही हो। र तपाईँको रेस्टुरेन्ट वरिपरि घाँसहरू हुन्छ, त्यो पनि मेसिनले काट्नुपर्ने हुन्छ, मैले पनि भोगेको कुरा हो पहिला होइन। र तपाईँ त्यही हो, आफ्नो ठाउँमा पुगेर उभिनलाई केही वर्ष लाग्छ। तपाईँको मालिकले मानौँ कि अब अर्को होटल पनि खोल्दैछ, त्यो होटलको अब कन्स्ट्रक्सनको काम पनि चलेछ भने तपाईँले त्यता पनि काम लगाउन सक्नुहुन्छ। हुन त अब हामीलाई सेलेरीको मतलब हो, सेलेरी चाहिँ पाउनु पऱ्यो टाइममा है त, हो कि भन्नु न। र जतिजना नेपालबाट रोमानिया आउनुहुन्छ नि होइन, जस्तै लगानी त अब ठाउँअनुसार छ, मेन पावर अनुसार छ। र तपाईँहरू अब नयाँ भनेर आउनुहुन्छ कि 70-80 हजार सेलेरी होइन, 70-80 हजार सेलेरीमा ओके गरेर आउनुहुन्छ, यहाँ आएपछि 70-80 हजार सेलेरी पाउनुहुन्छ तपाईँले नयाँमा। र काम चाहिँ तपाईँलाई धेर भयो जस्ता मान्छेलाई जति कमाइ नि पुग्दैन भन्छ नि, यही हो क्या। अब 70-80 कमाइसकेपछि तपाईँ भन्नुहुन्छ कि रोमानिया राम्रो छैन, नआउनु, यहाँ राम्रो छैन, एकदम बिजोग छ, गाह्रो छ भन्नुहुन्छ है। यो गलत हो। अब आउने मान्छेहरूलाई अब टिकटकको माध्यमबाट, युट्युबको माध्यमबाट कोहीले राम्रो पनि म्यासेज गरेको छ, कोहीले नराम्रो पनि म्यासेज गर्नुभएको छ है। त्यसैले म भन्छु कि त्यही हो, 70-80 कमाइसकेपछि उहाँहरूको टार्गेट हुन्छ कि 1 लाख कसरी कमाउने, म कुन काममा गएपछि 1 लाख कमाउने भन्नेतिर जानुहुन्छ है। त्यसैले भन्छु कि म त जतिजना नेपालमा साथीहरू हुनुहुन्छ नि, अब रोमानिया आउन चाहनुहुनेहरू आउँदा हुन्छ है। त्यही हो, मेन पावर चाहिँ भरपर्दो हुनु पऱ्यो, आफन्त गएको भोलि नफसोस् होइन। अब नयाँ नयाँमा हामीसँग क्यास 7-8 लाख पैसा भएर विदेश कोही पनि गएको हुँदैन। म पनि ऋण गरेर आएको हो होइन, म पनि ऋण कोहीसँग 1 लाख, कोहीसँग 2 लाख गरेर होइन। त्यसैले म भन्छु कि तपाईँहरू चाहिँ अब भरपर्दो मेन पावरबाट एप्लाई चाहिँ गर्नु, तर रोमानिया चाहिँ आउनु किन, नेपालमा बसेर काम छैन हजुर, धेरैमा सेलेरी खाए 20-25-30 है त। तपाईँ जिन्दगीभर नेपालमा काम गरे पनि तपाईँले सेलेरी लेभल हाई लान सक्नुहुन्न, पैसा कमाउन सक्नुहुन्छ हुन्न, सेभिङ जिरो। विदेशमा आयो भने केही वर्ष लाग्ला तपाईँको लगानी उठाएर, केही वर्ष तपाईँलाई लाग्छ कि पैसा सेभिङ गर्ने बाटो बनाउनलाई। त्यसैले गर्दा म भन्छु रोमानिया आउनु, ऋण गरेर भयो भने आउनु। एन्ड त्यही हो, साथीहरू नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला है त हजुर। फेरि अर्को भिडियो लिएर आउने छु। थ्याङ्क यू फर वाचिङ गाइस।